नमस्ते साथीहरू। आजको दिनमा हामी सबै शान्ति र खुसीको खोजीमा छौँ। तर के तपाईँलाई थाहा छ, आजभन्दा 2500 वर्ष अगाडि नै गौतम बुद्धले यस्ता सूत्रहरू दिनुभएको थियो जसले आज पनि हाम्रो जीवनलाई पूर्ण रूपमा बदल्न सक्छन्। आजको यस भिडियोमा हामी बुद्धका 10 यस्ता अनमोल वचनहरूको चर्चा गर्नेछौँ जसले तपाईको सोच्ने तरिका बदल्नेछ। मन नै सबै थोक हो। बुद्ध भन्नुहुन्छ कि हाम्रो जीवन हाम्रो विचारको प्रतिबिम्ब हो। यदि हाम्रो मनमा नराम्रो विचार छ भने दुःखले हामीलाई त्यसरी नै पछ्याउँछ जसरी गोरु गाडाको पाङ्राले गोरुलाई पछ्याउँछ। तर यदि हामीले सकारात्मक र शुद्ध विचार राख्यौँ भने सुखले हाम्रो छाया झैँ साथ दिन्छ। त्यसैले आफ्नो जीवन बदल्न पहिले आफ्नो सोच्ने तरिका बदल्नुपर्छ। क्रोधको सजाय। हामी धेरैजसो अरूसँग रिस उठ्दा उसलाई सजाय दिन चाहन्छौँ। तर बुद्धका अनुसार रिसले अरूलाई भन्दा पहिले रिस गर्ने व्यक्तिलाई नै जलाउँछ। रिस एउटा यस्तो विष हो जुन हामी आफै पिउँछौँ र अर्को व्यक्ति मर्ने आशा गर्छौँ। रिसलाई नियन्त्रण गर्नु भनेको आफैलाई मानसिक तनाव र स्वास्थ्य समस्याबाट बचाउनु हो। शान्ति भित्रै हुन्छ। मानिसहरू अक्सर शान्तिको खोजीमा नयाँ ठाउँ, नयाँ सामान वा नयाँ सम्बन्धको पछि लाग्छन्। तर बुद्ध भन्नुहुन्छ, बाहिरी संसारमा खोजिएको शान्ति अस्थायी हुन्छ। जबसम्म हामी आफ्नो मनलाई शान्त राख्न सक्दैनौँ, संसारको कुनै पनि खुना वा वस्तुले हामीलाई सन्तुष्टि दिन सक्दैन। ध्यान र आत्मचिन्तन नै शान्तिको वास्तविक स्रोत हुन्। वर्तमानमा बाँच्नु। हाम्रो आधा दुःख बितेका कुराहरूको पश्चातापमा र बाँकी आधा दुःख भविष्यको चिन्तामा बित्छ। बुद्धले सिकाउनु भएको छ कि न त बितेको समय फिर्ता आउँछ न त भविष्य हाम्रो नियन्त्रणमा छ। हामीसँग भएको एकमात्र सत्य भनेको अहिलेको समय हो। वर्तमान पललाई पूर्ण रूपमा बाँच्नु नै खुसी हुने एकमात्र बाटो हो। आफैलाई जित्नु। संसारमा अरूलाई हराउने मानिस धेरै हुन्छन्, तर बुद्धका अनुसार साँचो वीर त्यो हो जसले आफ्नै खराब बानी, अहङ्कार र लोभलाई जित्छ। बाहिरी जितले शत्रु जन्माउँछ, तर आत्मविजय, आफैमाथिको जितले मानिसलाई स्वतन्त्र र शक्तिशाली बनाउँछ। यो यस्तो जित हो जुन कसैले पनि खोज्न सक्दैन। शब्दको शक्ति। एउटै शब्दले कसैको जीवन बर्बाद गर्न सक्छ भने एउटै शब्दले कसैलाई नयाँ जीवन दिन सक्छ। बुद्धले भन्नुभएको छ कि बोल्नु अघि आफ्ना शब्दहरूलाई सत्य र दयाको कसीमा तोल्नुपर्छ। यदि शब्दहरू सत्य छन् तर त्यसले कसैलाई अनावश्यक पीडा दिन्छ भने मौन रहनु नै उत्तम हुन्छ। तुलना नगर्नुहोस्। हामी सधैँ अरूको प्रगति, धन वा रूपसँग आफ्नो तुलना गरेर दुखी हुन्छौँ। बुद्ध भन्नुहुन्छ कि आकाशमा सूर्य र चन्द्रमा दुवैको आफ्नै महत्त्व छ। सूर्य दिउँसो चम्किन्छ भने चन्द्रमा रातमा। तिनीहरू बीच कुनै प्रतिस्पर्धा छैन। त्यसरी नै हरेक व्यक्तिको समय र क्षमता फरक हुन्छ। आफ्नो समय आएपछि तपाईँ पनि पक्कै चम्किनु हुनेछ। घृणाको अन्त्य। यदि कसैले तपाईसँग नराम्रो गर्छ र तपाईँ पनि उसैसँग नराम्रो गर्नुहुन्छ भने त्यो नराम्रोपन कहिले सकिँदैन। घृणालाई घृणाले मेटाउन खोज्नु भनेको आगोलाई आगोले निभाउन खोज्नु जस्तै हो। केवल प्रेम, क्षमता र
करुणाले मात्र घृणाको चक्रलाई तोड्न सक्छ। स्वास्थ्य र मनको सम्बन्ध। धेरैलाई लाग्छ बुद्ध धर्म केवल आध्यात्मिक कुरा मात्र हो, तर बुद्धले शरीरको स्वास्थ्यलाई निकै महत्त्व दिनुभएको छ। एउटा बिरामी शरीरमा कहिल्यै पनि बलियो र स्पष्ट सोच राख्ने मन बस्न सक्दैन। शरीरलाई मन्दिर जस्तै सफा र स्वस्थ राख्नु नै ज्ञान प्राप्तिको पहिलो पाइला हो। सत्यको मार्ग। मानिसले केही समयका लागि झुटको सहारा लिएर सत्यलाई लुकाउन त सक्छ, तर त्यो धेरै दिन टिक्दैन। जसरी बादलले सूर्यलाई केही बेर मात्र छेक्न सक्छ, त्यसरी नै सत्य ढिलो चाँडो बाहिर आउँछ। त्यसैले सत्यको बाटो कठिन भए पनि अन्त्यमा जित भने सत्यकै नै हुन्छ। यी 10 वचनहरू केवल सुन्नका लागि मात्र होइनन्। यदि हामीले यसलाई आफ्नो जीवनमा सानो हिस्सा मात्र पनि लागू गर्न सक्यौँ भने हाम्रो जीवन पहिलेभन्दा धेरै शान्त र अर्थपूर्ण हुनेछ। तपाईहरूलाई यी मध्ये कुन चाहिँ वचन सबैभन्दा मन पर्यो? कृपया कमेन्टमा लेख्नुहोला। यस्तै प्रेरणादायक भिडियोहरूको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद। भवतु सर्वं मङ्गलम्। सबैको कल्याण होस्।